आज शुक्रबारबाट सलमान खानको नयाँ चलचित्र किसीका भाइ किसीकी जान हलमा लागिरहेको छ र सबैजनाले सोच्नु भएको थियो कि अब सलमान खानको फिल्म हलमा लागेपछि चलचित्र जारीलाई यानी दयाहाङलाई अब गाह्रो पर्ने भयो। मैले पनि यो सोचेको थिएँ। अब यसको ठिक उल्टो हुने अवस्था देखिएको छ। यानी आज शुक्रबारको दिन भएर पनि होला आज पनि हलमा टिकट नपाउने अवस्था देखिएको छ चलचित्र जारीको। र जति पनि हल छन् सबै हल हाउसफुलका साथ धमाका मचाइरहेको छ चलचित्र जारीले। यानी सलमान खान आओस्, शाहरुख खान आओस्, चाहे सलमान खानको बाउ आओस्, चाहे जोसुकै आओस्, नेपाली चलचित्रलाई अब कसैले हल्लाउन सक्दैन यदि कन्टेन्टमा दम छ भने। चलचित्र जारीलाई दर्शकहरूले यति धेरै मन पराएका छन् कि भविष्यमा जारी जस्तो कन्टेन्टमा दम भएको चलचित्र हामीले पाउँला या नपाउँला भनेर सोच्न बाध्य भएका छन्। यानी हेर्नुस्, हाम्रो नेपाली चलचित्र राम्रो छ भने विदेशी चलचित्रले पनि हाम्रो चलचित्रलाई रोक्न सक्दैन। आजकै दिनमा हिन्दी चलचित्र र इङ्ग्लिस चलचित्र दुईवटा प्रदर्शनमा आएका छन्, तर पनि जारीको धमाकाले सबैको होस उडेको छ। चलचित्रले एक हप्तामा मात्रै 7 करोड भन्दा माथिको बक्स अफिसमा कलेक्सन गरेको थियो भने यो हप्ता पनि जारीमय हुनेछ। जारीले यो हप्तामा अझै बढी कलेक्सन गर्ने अनुमान गरिएको छ। यदि तपाईहरुले पनि हलमा गएर चलचित्र जारी हेरिसक्नु भएको छ भने कस्तो लाग्यो कमेन्ट बक्समा गएर एउटा प्रतिक्रिया दिन नबिर्सिनु होला। आजलाई भिडियो यति नै भयो। अब फेरि अर्को नयाँ धमाका भिडियोको साथमा उपस्थित हुने नै छौं। तबसम्मका लागि नमस्ते, बाइ बाइ।